आदरणीय दर्शकवृन्द नमस्कार। कानुन टेलिभिजनमा यहाँहरूलाई हार्दिक स्वागत छ। हामी यस टेलिभिजन मार्फत कानुनका विविध विषयहरूमा यथाशक्य आधिकारिक जानकारी र कानुनको विषयमा काम गरिराख्नुभएका विभिन्न व्यक्तित्व तथा कानुन विज्ञहरूसँग प्रत्यक्ष कुराकानी गरेर कानुनका विषयमा जानकारीहरू पस्कने प्रयासमा छौँ। यसै सन्दर्भमा आजको हाम्रो कार्यक्रममा कुराकानीमा भनौँ हामीसँग हुनुहुन्छ अधिवक्ता यशोदा अधिकारी। यशोदाजी, तपाईलाई हाम्रो कार्यक्रममा स्वागत छ। धन्यवाद। अब कुराकानीको सुरु गर्दाखेरि चाहिँ सुरुवातबाटै गरौँ हैन। अब जस्तो हामी सानैदेखि सोच्दाखेरि पछि भविष्यमा गएर के बन्ने भन्ने त धेरैवटा अप्सनहरू हुन्छ। तपाईले चाहिँ कसरी यो कानुन व्यवसायीलाई नै रोज्ने चाहिँ कसरी डिसिजन गर्नुभयो? कसरी यतातिर चाहिँ तपाईको आकर्षण बढ्यो त? मलाई चाहिँ सानैदेखि नै यो कानुन विषय वकिल बन्ने लयर बन्ने भन्दाखेरि चाहिँ इन्ट्रेस्टको विषय पनि भयो र अब यो कानुनी सेवा दिने, कानुन सम्पादन गर्ने, सहजीकरण गर्ने यो चाहिँ एउटा सेवामूलक कार्य पनि भयो। यसै कारणले चाहिँ म मेरो इन्ट्रेस्टको विषय भएर नि यो क्षेत्रमा आइदिनु त एउटा अलिकति एकदमै राम्रो काम पनि भन्छन् नि हैन। अनि कति भयो त तपाईँ चाहिँ यो कानुन व्यवसायमा लाग्नु भएको? कति वर्ष जति भयो? म यो व्यवसायमा लागेको चाहिँ 6-7 वर्ष भयो, तर म एज अ अधिवक्ता कार्य गरेको चाहिँ 3 वर्ष भयो। हजुर। अनि त्यसपछि तपाईले चाहिँ यो व्यवसायमा लागिसकेपछि के कस्ता प्रकृतिका मुद्दाहरू चाहिँ हेरिराख्नु भएको छ? यसमा चाहिँ अब हामीले देवानी फौजदारी दुई थरीकै मुद्दाहरू हेरिन्छ। विशेष गरी फौजदारीमा ब्याङ्किङ मुद्दाहरू, ब्याङ्किङसँग सम्बन्धित मुद्दाहरूमा चेक अनादर बढी हेरिएको छ। अब मैले हजुरले काटिहालेँ। हजुर, ब्याङ्किङ कसुर सम्बन्धी मुद्दा हेर्नुहुन्छ भन्नुभयो। ब्याङ्किङ कसुर भनेको चाहिँ के हो त? अलिकति सरल भाषामा बुझाइदिनुहोस् न। ब्याङ्किङ कसुरमा चाहिँ अब ब्याङ्क सम्बन्धी ठगी मुद्दाहरू, ब्याङ्क ठगी भयो, ब्याङ्कलाई अलिकति ब्याङ्किङ कानुनमा जुन कन्डिसनहरू राखेको छ त्यो विपरीत कार्य गर्नु नै ब्याङ्किङ कसुर भनिन्छ। त्यस चाहिँ ब्याङ्किङ हामीले विशेष गरेर हेरिने चाहिँ चेकको जरियाबाट उठेको मुद्दाहरू, उठान भएको मुद्दालाई बढी हेरिन्छ। ब्याङ्किङ कसुर भनेको ब्याङ्किङ कसुर तथा सजाय ऐन 2064 मा उल्लेख गरे विपरीतका गैर कानुनी कार्यहरू चाहिँ ब्याङ्किङ कसुर भयो हैन। यसमा चाहिँ के कस्ता कुराहरू चाहिँ पर्दछन् के कस्ता कसुरहरू पर्दछन्? यसमा चाहिँ अब त्यही ब्याङ्क ठगी नै भयो हैन। वित्तीय संस्थाहरू ठगी भयो र अब चेकको जरियाबाट उठेका मुद्दाहरू पनि त्यसै अन्तर्गत परे। ब्याङ्किङ अपराध, अब ब्याङ्कलाई दुःख हैरानी दिने खालका मुद्दाहरू, अब पटक पटक खाली चेकहरू लिएर जाने, त्यस पछाडि चेक चोरी गरेर पनि जाने, नक्कली साइनहरू गरेर जाने, अब विभिन्न यो जति कन्डिसनहरू राखेको छ त्यो ब्याङ्किङ कानुनमा राखेका कन्डिसनहरू विपरीत गएर कार्य गर्नु नै ब्याङ्किङ कसुर मानिन्छ। अनि हामीले चाहिँ अब हिजो आज एकदमै धेरै सुनिरहेको छौँ चेक बाउन्सिङ भयो रे, त्यही भएर उसलाई चाहिँ मुद्दा लाग्यो रे, अनि चेक अनादर भनेर सुनिरहेको छौँ हैन। सायद अब यो चेक बाउन्सिङ र चेक अनादर त लगभग एउटै होला हैन। यसको प्रोसेस अनुसार चाहिँ यसलाई अलग वर्ड दिए पनि चेक अनादर भनेको चाहिँ के हो त? चेक अनादर भनेको चाहिँ चेकलाई जस्तै अब मेरो खातामा पैसा छैन भने जानी मैले चाहिँ चेक काटेर दिनु, अथवा अपर्याप्त पैसा छ, मेरो अकाउन्टमा जति तिर्नु पर्ने छ त्योभन्दा थोरै पैसा छ भनी मलाई थाहा हुँदाहुँदै मैले चेक काटेर दिनु र म 3 पटकसम्म चेकमा पैसा लिन जाँदा, ब्याङ्कमा पैसा लिन जाँदाखेरि चाहिँ त्यो अपर्याप्त पैसा नै हुनु के त्यसमा भुक्तानी नपाउनुलाई चाहिँ चेक अनादर गरेको भनिन्छ। चेकको अनादर गरियो के हामी। जसको खातावाल हो उसले चाहिँ आफ्नो खातामा पर्याप्त पैसा छैन भन्ने थाहा पाउँदै हजुर चाहिँ त्योभन्दा धेरै बापतको चाहिँ चेक काटेर दिनु, अथवा खाली मेरो अकाउन्टमा पैसै छैन भन्ने थाहा हुँदाहुँदै पनि दुःख हैरानी दिने नियतले चेक काटेर दिनु। अनि त्यस्तो यदि अब चेक अनादरको चाहिँ कसुरमा हजुर त्यस्तो गर्ने व्यक्तिलाई चाहिँ के कस्तो सजायको व्यवस्था छ त? अब कसैले त्यसरी खाली चेक त्यसरी अब आफ्नो अकाउन्टमा पैसा छैन भन्दा जानी काटेर दिन्छ भने चाहिँ त्यसमा चाहिँ अब पहिला चाहिँ चेक बाउन्सै गरिन्छ 3 चोटि गएर। त्यति बेलासम्म पनि उसले पैसा हाल्दैन, उसलाई जानकारी पनि दिइन्छ, ब्याङ्कबाट जानकारी दिइन्छ। अहिलेको नयाँ व्यवस्था अनुसार त अझै 45 दिनसम्म उसलाई चाहिँ पैसा भुक्तानी गर्ने टाइम दिइन्छ। त्यति बेलासम्म उसले पैसा दिन सकेन
अथवा उसको नियतै भएन, पैसा दिने नियतै भएन भने उसलाई 45 दिनको टाइम दिइन्छ। अनि त्यति हुँदा पनि उसले पैसा भुक्तानी गर्नतिर लागेन, खातावालाले चेकधारकलाई दिनतिर लागेन भने चाहिँ 3 दिनभित्र ब्याङ्कले 3 दिनभित्र चाहिँ त्यसलाई चाहिँ अब चेक बाउन्स गरेर चेक बाउन्स भएको भनेर अब 3 दिन अब 45 दिन कुर्यो नै, त्यसपछि 3 दिनभित्रमा चेक बाउन्स गरेर रेकर्ड राखेर चाहिँ जुन चेक धारक छ उसलाई दिइन्छ र उसले चाहिँ कानुनी उपचार खोज्नको लागि चाहिँ प्रहरीकोमा जाने, उजुर गर्ने, उजुर गरेर जाहेरी दिने। अनि प्रहरीले चाहिँ पहिला चाहिँ टाइट थियो, अहिले चाहिँ अलिकति छलफलमा बोलाउने, सकेसम्म मिलाउने, मिलापत्र गराउने प्रयास गरेर अब उसले मिलापत्रै गर्न चाहेन, पैसै दिएन भने चाहिँ त्यहाँबाट मुद्दाको उठान हुन्छ र अनि अदालतमा जान्छ। यो चाहिँ प्रक्रिया भयो हैन। मैले चाहिँ हजुरलाई सोधेको यदि यो कसुरमा चाहिँ दोषी पाइएमा हजुर के कस्तो सजायको चाहिँ प्रावधान छ नेपालमा? अब दोषी पाइएमा चाहिँ यसलाई चाहिँ कैद जरिवाना दुईटै हुन्छ। यदि दोषी पाइयो, उसले मिलापत्र पनि गर्न सकेन, अहिले चाहिँ अब प्रहरीबाट पनि मिलापत्र गर्न सकिन्छ, अदालतबाट पनि सकिन्छ नयाँ संशोधित व्यवस्था अनुसार चाहिँ। नयाँ संशोधित व्यवस्था भन्नाले ब्याङ्किङ कसुर तथा सजाय ऐन 2064 को दफा 3 मा संशोधन गरिएको छ, दफा 15 मा पनि संशोधन गरिएको छ। 3 मा चाहिँ परिभाषा दिएको छ, हजुर परिभाषा, सजाय सम्बन्धी हजुर सजाय व्यवस्था गरेको छ। यो संशोधित व्यवस्था अनुसार चाहिँ अलिकति लचिलो बनाएको छ अहिले। पहिला त बिगो बराबरकै जरिवाना दिनु पर्थ्यो हैन? हजुर पहिला चाहिँ बिगो बराबरको जरिवाना थियो भने अहिले चाहिँ बिगो बराबर नभएर अहिले 5% मात्रै जरिवाना कायम गरिएको छ। अनि कैद र जरिवाना दुईटै हुन्छ। एउटा मात्रै गरेर हुँदैन? दुईटै हुन्छ। अनि यदि उसले चाहिँ अब पैसा तिर्न सकेन भने कैदबाट मात्रै भुक्तानी हुन्छ कि हुँदैन? कैद अब पैसै तिर्न सकेन भने कैद बसेर पनि भुक्तानी हुन्छ। यो चाहिँ संशोधन भएको कहिले? 2082 साल 82 वैशाख 24 गते। अनि योभन्दा अगाडिको व्यक्तिहरूको हकमा चाहिँ के हुन्छ त? त्यही 5% मात्रै जरिवाना तिर्यो हुन्छ कि पुरै तिर्नुपर्ने हुन्छ, बिगो बराबरकै तिर्नुपर्ने हुन्छ त? अहिलेको यो 82/1/24 मा जुन ऐन संशोधन भएर आयो त्यो अनुसार चाहिँ नयाँलाई मात्रै दिने कि पुरानोलाई दिने भन्ने कन्फ्युजन थियो। त्यसमा चाहिँ हाम्रो एउटा मुद्दामा हामीले नै सर्वोच्च अदालतमा रिट हालेर पुरानोलाई पनि दिनुपर्छ, किनभने पुरानो धेरै बसिसक्नु भएको छ, उहाँहरूले नि धेरै नै अब खेपिसक्नु भएको छ, दुःख हैरानी खेपिसक्नु भएको छ, उहाँहरूले पनि पाउनुपर्छ भनेर हामीले रिट हालेर पुरानोलाई पनि दिनुपर्छ भनेर निर्णय गराएका थियौँ। अब यसमा चाहिँ कस्तो छ भनेदेखि अब हामीले देख्दै आएको कुराहरूमा चाहिँ कतिपय व्यक्तिहरू चाहिँ पीडित भनेर केस गर्ने व्यक्तिहरू नै लास्टमा चाहिँ पीडक भएको पनि हामीले पाइरहेको छौँ हैन? अनि पीडक भनिएका व्यक्तिहरू पनि पीडित भएको पनि पाइरहेको हुन्छ। अब तपाईहरुले त पक्कै पनि वादी भन्दा पनि प्रतिवादीको तर्फबाट चाहिँ केसहरू हेर्नुहुन्छ होला हैन? तपाईहरुले चाहिँ केस गर्दै गर्दा यो विषयमा केसहरू हेर्दै गर्दा मुद्दाहरू लड्दै गर्दा के कस्तो अनुभवहरू चाहिँ भोग्नु परिरहेको छ त, भोगिराख्नु भएको छ? अब यसमा चाहिँ हामीले वादीबाट हेर्नुभन्दा पनि यो अब सरकारवादी फौजदारी मुद्दा भएको कारणले चाहिँ अब हामीले प्रतिवादीबाट नै हेरिन्छ, वादीबाट त अब सरकारले हेर्ने भयो। यसमा चाहिँ एउटा इक्जाम्पलको रूपमा दिनुपर्दा चाहिँ म आफै नै त्यो बसमा गएको थिएँ भक्तपुर जिल्ला अदालतमा। त्यहाँ जाँदा चाहिँ कस्तो कन्डिसन आयो भने एउटा काम गर्ने राखेको कर्मचारीले नै त्यो चेक चाहिँ चोरी गरेछन् र त्यसमा ब्ल्याङ्क चेकमा 4 करोड अमाउन्ट भरेर त्यस पछाडि चेक बाउन्स गराएर जुन त्यो ओनर छ ओनरलाई पनि अब कारागारमा मुद्दा खेपिरहेको कारागारमा बसेर त्यस्तो अवस्था थियो। र त्यसमा चाहिँ अब पहिलाको कानुन अनुसार चाहिँ अब स्रोत नहेरिने मेन कमजोरी ले गरेर त्यो मुद्दा चाहिँ अब वादीले जुन माग राखेको थियो उहाँले नै जित्नुभयो, उहाँको माग बमोजिम नै भयो। जस्तो अदालतले चाहिँ अब कुनै पनि व्यक्तिको चाहिँ अब धेरै एमाउन्टमा चाहिँ पैसा चेकमा राखिएको छ भनेदेखि त्यो त्यतिसम्म उसले चाहिँ चेक लाइक कारोबार गर्ने उसको कुनै कारोबारको स्रोत छ कि छैन हेर्दैन? त्यो स्रोत चाहिँ सर्वोच्च अदालतको पूर्ण इजलासबाट एउटा नजिर बाट एउटा निर्णय गरेको थियो कि अब चेक काट्नु नै अपराध हो भनेर।
चेक दिनु भनेको कुनै कारोबार भएर मात्रै दिएको हो भनेर नजिक स्थापित भएपछि चाहिँ त्यसैलाई टेकेर प्रमाण भनेको खालि चेक मात्रै हो भन्ने भएको भएर यो अलिकति विकृतिको रूपमा पनि आएको थियो। अहिले चाहिँ केही संशोधन भएको छ। अनि तपाईँकोमा चाहिँ कस्ता कस्ता व्यक्तिहरू चाहिँ यस्तो केसमा उजुर बाजुर परेर चाहिँ आइराख्नु भएको छ त? कुन पेसा गर्ने कस्ता मान्छेहरू चाहिँ आइराख्नु भएको छ त? यसमा चाहिँ हाम्रोमा अब व्यापार व्यवसाय गर्ने प्रायः जसो अब हाम्रोमा महिलाको मुद्दा बढी छ। व्यापार व्यवसाय गर्ने र अब ढुकुटीलाई अलिकति यो कानुन विपरीतको कार्य भने पनि ढुकुटी खेलाउने महिलाहरू, खेल्ने महिलाहरू, उहाँहरूले चाहिँ अब वास्तविक बिगोभन्दा बढी के त्यो मिटर ब्याजमा त्यो चेक भरेर दिने अथवा ब्ल्याङ्क चेकै दिने गरेर चाहिँ उहाँले क्यासमा बुझाइसक्नु भएको हुन्छ। कतिहरू चेक फिर्ता नदिएर त्यसैलाई चेक बाउन्स गरेर मुद्दा हालेर अब उहाँहरू पीडित भएको अवस्था पनि छ। मैले एउटा केस सम्झेँ कि एउटा व्यापारीले चाहिँ सर्टेन एमाउन्ट चाहिँ लिएको हुन्छ, अनि त्यसमा उसले चेक दिन्छ, ब्ल्याङ्क चेक, अब त्यो निश्चित एमाउन्ट लेखेर उसले चाहिँ अब कुनै प्रमाणै नराखिकन क्यासमा कारोबार गर्छ। त्यो जति सावालेको त्यसको चाहिँ ट्रिपल टाइम्स चाहिँ उसले तिरिसक्दा पनि उहाँ व्यक्तिले चाहिँ एउटा सर्टेन टाइम पछाडि त्यो चेक बाउन्स गराएर उहाँलाई चाहिँ मुद्दा हालेको पनि मैले पनि देखेको थिएँ। यो चेक अनादरकै मार्फत हालेर छैन। अब यस्तोमा चाहिँ हामी सबैजनालाई प्रायः जसोलाई अब यो मिटर ब्याजमा कारोबार गर्नु भन्ने कुराहरू त अब धेरैलाई यो अवैध हो भन्ने थाहा छ र पनि गरिरहेको हुन्छन्। त्यो एउटा कमजोरी पनि भयो होइन। यिनीहरूलाई चाहिँ यस्तो केसहरू चाहिँ कम गर्नको लागि हामीले अब नेपालमा चाहिँ के कस्ता कार्यहरू गर्यो भने चाहिँ रोक्न सकिएला त? अब यसमा चाहिँ मैले भन्नुपर्दा कति त अब अज्ञानताको कारण पनि भएको छ कानुनको। अब चेक दिँदा लिँदा के हुन्छ, के कन्डिसन छ कानुनमा। मैले बिचमा तपाईँको कुरा काटेँ। जस्तो अज्ञानता भन्नुभयो नि, मैले त चेक दिइहालेँ, मलाई थाहा थिएन, मैले त नजानेर गरेको नि भनेर कोही व्यक्तिले भन्छ भनेदेखि त्यस्तो अवस्थामा चाहिँ उसले कानुनले तोकेको सजायबाट उम्किन पाउँछ? अब हाम्रो पुरानो युक्ति नै छ, कानुनको अज्ञानता क्षम्य हुँदैन भन्ने युक्ति नै छ। कानुन जाने छैन भनेर कसैले पनि सुख पाउँदैन। हामीले कानुनले खालि प्रमाण हेर्छ, मौखिक कुरालाई भन्दा प्रमाण के छ। त्यो अब चेक भनेको त लिखत भयो, त्यो चाहिँ त्यसैलाई हेर्ने भएको भएर नि यो अब अरू कुरा नहेर्ने र त्यो लिखतलाई नै मुख्य प्रमाणको रूपमा हेर्ने भएको भएर यो भएको र अज्ञानताको कारण पनि देखिन्छ। कति हेलचक्राइको कारण पनि यो मुद्दा परेको देखिन्छ। कति चाहिँ अब चेक हराएर पनि यो चेकको मुद्दाहरू परेको, चेक बाउन्सहरू सामान्यको मान्छेले चाहिँ त्यसलाई चाहिँ मिसयुज गर्यो होइन। जस्तै अब कुनै व्यापार व्यवसाय गर्छ, स्टाफहरू राखेको छ भने स्टाफहरूले चाह्यो भने पनि मिसयुज गर्न सक्यो। अब त्यहाँबाट अब हरायो भने पनि मिसयुज भयो त्यसको। अब नक्कली साइनै गरेर पनि चेक बाउन्स गरेका मुद्दाहरू हामीले हेरेका छौँ। अनि अर्को कुरा भनेको चाहिँ स्वयं सम्बन्धित व्यक्तिले पनि अहिले चाहिँ काम टार्दै गरौँ, म पछि त दिनै हाल्छु भनेर त्यो के भन्छ अगाडि नै त्यो चेकमा चाहिँ साइन गरेर दिने प्रवृत्तिले पनि यस्तो भयो होइन। हो, त्यो हेलचक्राइ पनि हो। त्यसलाई चाहिँ अब सामान्य रूपमा एउटा सामान्य लिखतको रूपमा लियो कि त्यसलाई सिरियसली लिएन। यो भनेको यस्तो हुन्छ, यसको कानुनी वर्णन यतिको बेहोर्नुपर्छ र यो हुन्छ भन्ने थाहा हुँदैन र कतिले हेलचक्राइ पनि गर्नुहुन्छ। म त्यति बेलासम्म मुद्दा मिलाइहाल्छु नि, अनि चिनेको मान्छे त हो नि, आफन्त त हो नि भन्ने हिसाबले अलिकति हल्का रूपमा लिनुभयो भने त्यो समस्या भनेपछि अब हामीले चाहिँ यसबाट गर्नको लागि अब यो चाहिँ सानो कुरा हो, चेक त हो नि भन्ने गर्नु भएन। अहिले म मिलाइहाल्छु, पछि जे पनि गर्नुला भनेर चाहिँ सोच्नु पनि भएन। चेकलाई चाहिँ अलिकति सिरियसली लिनु पर्यो, सुरक्षित राख्नु पर्यो होइन। अनि कानुन चाहिँ जान्नु पर्यो। यदि अब मैले त्यो के काम गरिरहेको छु भने यो सम्बन्धित कुराहरू के कस्तो कानुन छ भनेर चाहिँ जान्नु पर्यो होइन। हजुर, यो बारेमा चाहिँ अब कि आफू पनि कानुनको विषयमा अलिकति आफ्नो देशमा के कस्तो कानुन छ त्यो बारेमा अलिकति जानकार पनि हुनु पर्यो। र अर्को कुरा अब अवेरनेस, सरकारले पनि अवेरनेस प्रोग्रामहरू चलाउन पनि सक्छ, विभिन्न संस्थाहरूले पनि सक्छ अवेरनेस प्रोग्रामहरू चलाउन। अर्को कुरा चाहिँ आफूलाई कन्फ्युजन लागेको कुरा कानुन व्यवसायीसँग गएर सरसल्लाह पनि लिनु पर्यो। अनि 50,000 भन्दा माथिको कारोबार गर्दा वडाबाट गर्ने भनेर पनि आएको छ आधिकारिक। अनि यो कुरामा चाहिँ अलिकति विचार पुर्यायो भने यो मुद्दामा अलिकति दुःख हैरानी, क्यासमा कारोबार नगरेर चेकमा या उपबाट कारोबार चेकमा हजुर गर्नु पर्यो। अनि यसमा चाहिँ अब तपाईँले हेरिराख्नु भएको मुद्दाहरूमा चाहिँ
कस्ता कस्ता व्यक्तिहरूले सजाय पाएका छन्? कहिलेकाहीँ होइन यो मान्छेले चाहिँ सजाय पाउनु हुन्थेन तर पनि पायो जस्तो केसहरू पनि लाग्न सक्छ। हुन त अब आफ्नोमा केस लिएर आउने व्यक्तिहरूलाई चाहिँ निर्दोष साबित गर्नकै लागि सोचिन्छ होइन, त्यो अब हाम्रो धर्म कानुन व्यवसायको धर्म पनि हो। के कस्ता अनुभवहरू छन् अब सुनाउनुहोस् न त त्यो बारेमा पनि। अब हामीले चाहिँ अब सरकारवादी मुद्दा भएको भएर हामी प्रतिवादीबाटै हेरिन्छ। अब उहाँहरूसँग जे प्रमाण छ त्यो प्रमाणको आधारमा हेरिन्छ। अब वकिलहरूले प्रमाण क्रिएट गर्ने चाहिँ होइन, जे छ उहाँहरूसँग त्यसैको आधारमा अब उहाँहरू निर्दोष हुनुहुन्छ भने चाहिँ हामीले जतिसक्दो उहाँलाई सफाइ दिलाउनेतिर हामी लाग्छौँ, प्रमाणले त्यो देखाउँछ भने। यदि होइन उहाँहरू अब उनी हुनुहुन्छ भने उहाँहरू नि अब अपराधै गर्नुभएको छ भने जतिसक्दो कम सजाय गर्ने हो हामीले चाहिँ। त्यो चाहिँ हाम्रो कर्तव्य नै हो। तर सर्वसाधारणले के भन्छन् भने अब एउटा यो छ नि भनाइ के अरे वकिलले चाहिँ कालोलाई सेतो सेतोलाई कालो गराउँछ भनेर भनिन्छ नि, त्यो चाहिँ होइन, यो चाहिँ गलत बुझाइ हो। अनि मलाई एउटा कुरा चाहिँ दिमागमा आयो, जस्तो अब कोही मान्छे मानौँ राम्रै नियतले कुनै व्यापारीले कसैसँग पैसा लिएको छ है, पैसा लिएको छ अनि उसले चाहिँ अब मैले कमाउँदै गर्छु, कमाएर नै म तिर्छु भन्ने हिसाबले लिएको छ तर उसले पुरा गर्न सकेन, अगाडि ब्ल्याङ्क चेक पनि थियो है। त्यस्तो बेलामा चाहिँ अर्को व्यक्तिले त पक्कै पनि उसले आफ्नो पैसा त लिन नै खोज्छ नि त। त्यस्तो व्यक्तिलाई अब यदि थुनामा पर्यो भने त झन् रकम चाहिँ फिर्ता पाउने चान्सेस त एकदमै कम भयो नि होइन। त्यस्तो अवस्थामा चाहिँ के गर्ने सम्भावनाहरू हुन्छ? मतलब ऊ जेल पर्यो भने त ढोकै बन्द भयो नि होइन। अब सकेसम्म पैसा छ टाइममा दिन सकिन्छ भने मिलापत्रको कन्डिसन छ। पहिला चाहिँ अब पहिलाभन्दा अहिले खुकुलो गर्दै गएको छ, संशोधन गर्दै गएको छ। यसको विकृति बढी भयो भनेर। विकृति भन्नाले कस्तो विकृति? विकृति भन्नाले कस्तो भने अब त्यस्तै भनौँ, अब मैले अगाडि पनि भनिसकेँ कति कुराहरू। अब चेक चाहिँ लिनु दिनु नै छैन, कारोबारै भएको छैन। अब चेकको चाहिँ एउटासँग कारोबार छ अनि त्योसँग थोरै रकम लिनु छ भने त्यसमा बढी भर्ने अथवा उसलाई चाहिँ ट्र्यापमा पारेर अलि अझै डबलै भर्न लगाउने मिटर ब्याजको रूपमा, अनि एउटाबाट अर्कोमा चेक ट्रान्सफर हुने, यो चेक चोरी गर्ने, जति मन लाग्छ त्यति भर्ने, यो भयो, यो विकृतिको रूपमा आयो नि त। अनि अब कसरी ढुकुटी खेलाउने, चेक लिने, यो विकृति भयो। हुन त मिटर ब्याजको कानुन पनि छ न त होइन, अब मिटर ब्याजतिर पनि गइरहेछन् जान त होइन। अब त्यो कुरा चाहिँ ठिक छ। अब यसमा चाहिँ त्यही नै हो, अब विकृतिको रूपमा आएकोलाई चाहिँ अब अवेरनेस प्रोग्राम त मैले अगाडि पनि भनिसकेँ। अर्को मिलापत्र गर्न सकिन्छ टाइममै दिने, र अहिले चाहिँ अब प्रहरीबाट पनि मिलापत्र गर्न, अनुसन्धानको क्रममा मिलापत्र गर्न सकिन्छ। उसमा अब यदि उसको चाहिँ अब क्यास पैसा छैन भने उसको अरू भएका सम्पत्तिहरूको आधारमा पनि गर्न सकिन्छ। जग्गा राखेर अचल सम्पत्तिलाई पनि युज गर्न सकिन्छ। र क्यास छ भने क्यास दिने, नभए अचल सम्पत्ति युज गरेर जग्गा राखेर पनि त्यो मुद्दा मिलाउन चाहिँ सकिन्छ। मिलापत्र गर्न पनि सकिन्छ। अहिले चाहिँ जुनसुकै कन्डिसनमा मिलापत्र गर्न सक्ने व्यवस्था चाहिँ छ। अनि तपाईँले चाहिँ अब यो जुन गरिराख्नु भएको छ नि, अब अभ्यास नै गरिराख्नु भएको छ, अनि तपाईँको अनुभवमा अहिले यो जुन यो छ नि ब्याङ्किङ कसुर तथा चाहिँ अनादर सम्बन्धी जुन कानुन भनेको छ, कानुनी प्रावधान, यो चाहिँ कतिको पीडित मैत्री छ त? पीडित मैत्री त पीडित मैत्री नै छ। यदि वास्तविक पीडित हो भने पीडित मैत्री नै छ। तर वास्तविक पीडित होइन भने चाहिँ अलिकति त्यो कहिले चाहिँ पीडक पनि पीडित, कहिले पीडित पनि पीडक हुनसक्छ नि त। विषय प्रमाण बुझ्दै जाँदाखेरि त्यो देखिने कुरा हो। त्यसो भएर पहिला चाहिँ वास्तविक पीडितको लागि त राम्रै थियो। अब वास्तविक पीडित नभएर पीडकहरूको उसमा हेरेको हो कि भन्ने थियो। अनि अहिले आएर चाहिँ अब यो विकृति बढी भयो भनेर अलिकति लचिलो गर्दै गएको रिजन चाहिँ त्यो पनि हो। पीडित मैत्री नै हो, पीडितलाई नै हेरेर गराएको हो, त्यही भएर नै यति टाइट भयो। त्यसमा चाहिँ प्रमाण चाहिँ एकदमै, त्यसमा प्रमाणलाई चाहिँ एकदम हामीले बलियो बनाउनु पर्यो होइन। हामी चाहिँ कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ होइन। अनि अब आफूले जुन क्षेत्रमा काम गरिराख्नु भएको छ त्यसको अवेरनेसकै लागि पनि हाम्रो टेलिभिजन मार्फत केही सचेत गराउन चाहनुहुन्छ?
अब अगाडि पनि मैले भनिसकेँ, अवेरनेसको लागि चाहिँ अब यो कानुनको मैले जान्दिनँ, मलाई थाहा छैन भनेर सुख पाइँदैन। त्यसो भएर यो कानुनको बारेमा यो संशोधन भएको कानुनहरू, अब नेपालको कानुन, अब संविधानहरू, यो सबैको बारेमा जानकार चाहिँ हुनै पर्यो, आफ्नो देशको कानुनको बारेमा जानकार हुनै पर्यो। अर्को कुरा चाहिँ म जाँदा लास्टमा के भन्न चाहन्छु भने अब हाम्रो यो सजायमा कति सजाय हुन्छ, कति सजाय हुन्छ त भन्दाखेरि चाहिँ अब कैद जरिवाना दुइटै हुने भयो। कैद जरिवानामा पनि अब पहिला चाहिँ 10 वर्षसम्म कैद हुने भन्ने थियो, 10 वर्षसम्म। अहिले चाहिँ अब 15 लाखसम्म चाहिँ 1 महिना कैद हुने भयो भने कम्तीमा पनि 1 महिनासम्म, 1-2 दिनदेखि 1 महिनासम्म, र लास्टमा चाहिँ अब 10 देखि 12 वर्षसम्म कैद हुने थियो पहिला भने अहिले चाहिँ 2 देखि 4 वर्षसम्म हुने छ। त्यो बनाएको छ। अहिले चाहिँ अलिक लचिलो बनाउँदै गएको छ। बनाउँदै गए पनि चेकलाई हेलचेक्राइको रूपमा चाहिँ लिनु भएन। चेकलाई हेलचेक्राइको रूपमा लिँदाखेरि चाहिँ अब विभिन्न अब कानुनी बर्डनहरू बेहोर्नु पर्ने अब देखिरहेको छ, पीडितहरूको गुनासोहरू सुनिरहेको छ। अब हजुरको यो जुन अमूल्य समयलाई चाहिँ खर्चेर यहाँ आएर आफूसँग भएका जानकारीहरू चाहिँ यहाँ राख्नुभयो, त्यसको लागि चाहिँ एकदमै धेरै धन्यवाद दिन चाहन्छु। हजुरलाई पनि धन्यवाद। अब हजुरले नयाँ कानुन व्यवसायीलाई अवसर दिनुभयो, आफ्नो कुराहरू राख्ने अवसर दिनुभयो, र जुन उद्देश्य राखेर यो प्रोग्राम चलाइराख्नु भएको छ त्यसको सफलताको लागि अग्रिम शुभकामना दिन चाहन्छु। र फेरि पनि अरू कानुन व्यवसायीले पनि कुराहरू राख्ने मौका पाउन्। हजुरलाई धेरै धेरै धन्यवाद। हजुर धन्यवाद। यस कानुन टेलिभिजन हेरेर बस्नुभएका आदरणीय दर्शकवृन्दहरू, आजको हाम्रो कुराकानी यहाँहरूलाई पक्कै पनि लाभदायक रह्यो होला भन्ने हामीले विश्वास लिएका छौँ। अन्य कुनै विषयमा यहाँहरूलाई जिज्ञासा भएमा कमेन्टमा लेखी पठाउनुहोला। आगामी कार्यक्रममा सो विषयलाई समेटेर हामी नयाँ कार्यक्रम गर्ने नै छौँ। यति भन्दै म चाहिँ आजको कार्यक्रमबाट बिदा माग्ने अनुमति चाहन्छु। यहाँको बाँकी समय शुभ रहोस्। धन्यवाद। नमस्कार।